गाइज वेलकम ब्याक टु माई भ्लग। आज चाहिँ हामी चाहिँ मोरियाल्टा कन्जर्भेसन पार्क आएको छौँ। म चाहिँ पहिला पनि आइसकेको हो, म र ईश्वर, तर यहाँ मम्मी ड्याडी आउनु भएको छ। हाम्रो मम्मी ड्याडी चाहिँ नेपालबाट आउनु भएको हुनाले चाहिँ घुमाउन चाहिँ यता ल्याएको छौँ। ड्याडी चाहिँ पछाडि हुनुहुन्छ, मम्मी चाहिँ यहाँ हुनुहुन्छ। हामी चाहिँ यतातिर कस्तो छ फेरि एकचोटि देखाउँछौँ, हेर्नु होला सबैजनाले। यो कन्जर्भेसनल पार्क चाहिँ यस्तो छ, म सरर घुमाएर देखाउने छु। यहाँ हिँड्नको लागि चाहिँ एकदमै बेस्ट छ, जति पनि हिँड्न सक्नुहुन्छ। हिँड्ने मान्छेलाई हो, मलाई मेरो लागि चाहिँ होइन, मम्मी र ड्याडीको लागि हो, त्यही भएर ल्याएको हामीले यहाँ। ड्याडी एक्साइटेड हुनुहुन्छ त हिँड्न? ल एक्साइटेड होइन मम्मी? मम्मी चाहिँ जुत्ता लाएर हिँड्ने भनेर ऊ आज चाहिँ जुत्ता लाएर रेडी हुनुहुन्छ। म मात्र भन्न सक्ने। मोरियाल्टा कन्जर्भेसनल पार्क चराको दृश्य देखेको छु, हजुरहरूले पनि हेर्न सक्नुहुनेछ। हेर्नुहोस्, भयङ्करको चरा रहेछ। थाकेको अवस्था छैन होइन? हाम्रो ड्याडी फेरि जाडो भएर म ज्याकेट लाउनु भएको छ, हामी चाहिँ नलागिहाल्छ छौँ। अयो पनि टन्नै रहेछ यहाँ चाहिँ। यो सबै परेवा हो, ए देख्न सक्नुहुनेछ परेवा। मैले भन्नुभएको यो चाहिँ ऐसेलु हो अरे, तर मलाई चाहिँ थाहा छैन ऐसेलु भनेको कस्तो हुन्छ। यो के ऐसेलु नै हो त मम्मी? ऐसेलु हो, नेपालकै ऐसेलु हो। हाम्रो मम्मी चाहिँ फेरि यो प्लान्ट सम्बन्धी सबै थाहा छ, विज्ञ हुनुभएको छ यसमा, मास्टर गर्नुभएको प्लान्टको। आयो त के देख्नुभयो अहिलेसम्म? औषधि देखे, खरायो देखे, क्रोकोडाइल देखे। क्रोकोडाइल होइन, कोआला देखे। हँसाउनुहुन्छ है फेरि घरिघरि बिचमा, कमेडी पनि हो नि त। खोलाहरू, रुख बिरुवाहरू, मसलाका रुखहरू, जङ्गल देख्नुभयो त? सबै राम्रो ठाउँ रहेछ। हेलो, मास्टर इन प्लान्ट ल गर्नुभएको मम्मीले चाहिँ प्लान्ट बारेमा। अझै त्यहाँ भन्ने छौँ के देखिन्छ सब अपडेट हुनेछ है त। के कसो, थ्याङ्क यू। यहाँ पनि बसिरहेको छ कोवाला। अहिले त छैन नि त, खोइ कहाँ गर्छन् न, सब भागेको। कोवालाको खोजीमा होइन हामी। हरूले पनि यति क्युट हुन्छ फेरि। सक्नुहुन्छ हजुरहरूले, यस्तो राम्रो सुगा छ, दुईटा जोडी सुगा बस्दा रहेछ त्यहाँनिर। लामो खालको हुन्छ, छेलबाट देखिन्छ। जुम गर्नुपर्छ नि त, अनि आउँछ नि त। कता गयो? दुईटा शब्द बोल्नुहोस् न।
घुम्न आएको रमाइलो हुन्छ छोराबारीसँग अस्ट्रेलियामा हामी जङ्गलहरू पहाडहरू घुम्दैछौँ विभिन्न किसिमका चराहरू नौला नौला रुखहरू बिरुवाहरू सबै देखेका छौँ हेरेका छौँ हिँड्दैछौँ बुझ्नुभयो रमाइलो लागेको छ धन्यवाद हस् त नमस्ते कतिवटा फुल तरियो 3टा 4वटा फुल तरियो हाम्रो चाहिँ यहाँसम्म हिँड्ने अनि त्यसपछि फर्किने पानी परेर रहेछ आज झर्ना आइरहेको रहेछ Someone told me there's a saying. कस्तो लाग्यो त मोरियाल्टा फल्स सबैजनालाई असाध्यै राम्रो रमाइलो सुन्दर लाग्यो तर आज पानी परेर हैन हल्का पानी देखियो झर्ना देखियो भनौँ न के भन्छ त्यसलाई फल्स झर्ना देखियो नत्र हत्तपत्त देखिन्न थियो आज चाहिँ लाग्यो हामी चाहिँ अब फेरि घरतिर फर्किँदैछौँ